Hello guys, सबैजनालाई गुड इभिनिङ। माया स्मृति फोन ब्लगमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ मैले हाम्रो उवा खोलाको जग्गाहरु देखाउँदै छु। एकचोटी सर र हेर्नु होला कता कता छ भनेर है त। हामी चाहिँ अब यतै बस्ने गरी आएको ला दाङलाई छोडेर आएको। यो आलुबारी हैन, यति राम्रो राम्रो आलुहरु फलेको छ। यो आलुबारी हेर्नुस्, यहाँ अरूले लगाउँदै हुनुहुन्छ अहिले। यो आलुबारी है, भाङ्गो सही सबै पाउनुहुन्छ यहाँ। सबैजनाले हेर्नु होला, यति ठुलो छ यतातिर। अब देखाउनै सकिँदैन, एकदम ठुलो छ है जग्गाहरू, एकदम ठुलो छ, धेरै ठुलो छ। हेर्न सक्नुहुन्छ, यो सबै आलुबारी पनि हो है। यति राम्रो राम्रो छ आलुहरू, के गर्नु खोइ, आफ्नो सिप छैन। एउटा यहाँ पनि छ, यतातिर पनि छ। यो चाहिँ अलि बाँझै छ हैन, यस्तो छ। अनि यो आलुबारी यतातिर पनि छ है। त्यसपछि ल्याएर जग्गा ऊ त्यो थार्पुमा पनि रहेछ। सासु आमाले सिकाउँदै हुनुहुन्छ कुन कुन ठाउँ हाम्रो जग्गाहरू छ भनेर। र एउटा यो टावरको माथि है, यो टावर जुन टावर देख्दै हुनुहुन्छ, यो टावरको आसपासमा माथि डाँडामा पनि छ भन्ने सुन्न आयो। सासूले त्यही भन्नुभयो हैन। यो पनि सबै यिनीहरू सबै जग्गाहरू यो माथि डाँडामा पनि हैन। यो चाहिँ डाँडा भयो, यतातिर पनि जग्गा छ। अझ तलतिरको जग्गा पनि देखाउने बाँकी छ। यो तलतिर घर भएको जग्गाहरू पनि हो रहेछ। यो सबै जग्गाहरू यो सम्म छ, यहाँ चाहिँ एकदम सम्म रहेछ हैन। त्यस्तो भिरालो छैन यहाँ चाहिँ, अलि तलतिर चाहिँ भिरालो छ। गाई हो, त्यसैले आमामामामा यहाँ चाहिँ बाँझो नै छ। अब जति सक्नु भएको छ उहाँहरूले, अरूले लगाउनु भएको छ। अब हामी चाहिँ यहाँ आउन पाउँदैनौँ, किनभने पछि यो पुर्ख्यौली जमिनहरू हो। यहाँ चाहिँ अब हामी हजुर आउन सकिँदैन। यो सबै हेर्नुहोस् त, यो सबै आलुबारीहरू। अझ मुनिको पाटा त देखाउनै बाँकी छ, देखाएन। यही हो है गाइस, मेरो सासु आमाहरूको पुर्ख्यौली, उहाँहरूले जोड्नु भएको सम्पत्ति, सासु ससुरा सबैजनाले जोड्नु भएको सम्पत्ति यस्तो राम्रो ठाउँहरूमा छ। यस्तो राम्रो छ, तर अलिकति यो ठाउँमा चाहिँ नेटहरूले काम नगर्ने हैन। तपाईको बत्तीको चाहिँ लगभग बत्ती चाहिँ कति बेला आउँदो रहेछ, कति बेला नआउँदो रहेछ। नेटको चाहिँ बिहान 10 बजीदेखि साँझ 6 बजीसम्म मात्रै नेटले काम गर्दो रहेछ क्या यो ठाउँमा। यहाँ मलाई पाहुनाले स्वागत गर्दै हुनुहुन्छ। यहाँ चाहिँ अब कसको हो थाहा भएन, तर मलाई एकदमै माया लाग्यो, मलाई माया गर्नुभयो उहाँले, धन्यवाद। अनि उहाँ हुनुहुन्छ है। यति राम्रो राम्रो खेतीबारी छ, हेर्नुहोस् त है। यहाँ हेलो होरे गनान हौ, ताचले हो गाला है, ताचले हो। म चाहिँ यहाँ बारी देखाउँदैछु ल, हेर्नुहोस् त लगाइस। थ्याङ्क यू। मन परे लाइक सब्सक्राइब गर्नुहोला है सबैजनाले। थ्याङ्क यू, आई लभ यू। मेरो सासु ससुराको मैले के भनौँ, जन्मथलो र कर्मथलो दुबै देखाइदिएँ। मन परे लाइक कमेन्ट गर्नु होला। म चाहिँ फर्स्ट टाइम आएको, रुँदै आएँ ल मेरो सासूहरूको जन्म ठाउँतिर, मेरो श्रीमानज्यूको जन्मथलोतिर रुँदै आइयो होइन। तर हाम्रो चाहिँ कुल पूजा थियो, म चाहिँ फर्स्ट टाइम आएको, त्यो भएर चाहिँ मलाई अलिकति गाह्रो भएको हो। के छ त नि अब हालखबर अरू चाहिँ के छ बताउनु होला। फर्स्ट टाइम आयो, गाह्रो भयो, एकदम गाह्रो भयो, रोइयो पनि। गाडी चाहिँ नजिकै आउँछ, लगभग गाडी हिँड्ने ठाउँबाट हामी चाहिँ 30 मिनट लाग्दो रहेछ हिँड्नलाई। 30 मिनट लाग्यो, 30 मिनट हिँड्यो अनि यो ठाउँसम्म आइगयो। यो ठाउँमा आएपछि यति रमाइलो लाग्यो, कुरै छोडिदिउँ। बाटोमा रोएको पनि सबै बिर्सियो ल है सबैजनालाई, किनभनेपछि म रुन्थेन होला। पानी हावाहुरी आएर यस्तो बनायो, कुरै छोडिदिनु। तर ठाउँ यस्तो रमणीय छ। म स्याउबारी अझै देखाउन जान सकेन, त्यसको लागि क्षमा चाहन्छु।
बाई बाई टेक केयर सबैजनालाई भिडियो मन परे लाइक अनि सब्स्क्राइब अनि सेयर गर्नुहोस् है त थ्याङ्क यू सासु आमैले देउरानीलाई जग्गा देखाउँदै हुनुहुन्छ क्या है लगाएपछि बाई बाई टेक केयर